फेरि पनि तपाईँहरू सबैजनालाई ख्रीष्ट अभिवादन जय मसीह। म एरोन राईबाट र आज फेरि पनि म एउटा सानो वचन लिएर आएको छु र वचन चाहिँ गोस्पल अफ लुक 6 को 13 देखि 16सम्म। म एकदमै छोटो भन्नु पर्दाखेरि, किनभने लामो भन्दा अल्छी लाग्छ है, र म एकदमै छोटो भन्नु पर्दाखेरि यहाँ चाहिँ लुकाको 6 को 13 देखिको 16सम्म हेर्दाखेरि प्रभु येशूले चेला र एपोस्टलहरू चेला अथवा एपोस्टलहरू चुज गरेको कुराहरू छ। सबैको नाम छ यहाँ, पत्रसदेखिको लिएर यहुदा इस्करियोतीसम्म। र यहुदा इस्करियोती चाहिँ त्यो चेला हो जुन चाहिँ चेलाले चाहिँ प्रभु येशूलाई धोका दिए भन्ने कुराहरू छ। र म यहाँ कतिवटा कुराहरू राख्न चाहन्छु। त्यो कुरा चाहिँ के हुनु भन्दाखेरि, यहुदा इस्करियोतीले किन चाहिँ प्रभु येशूलाई धोका दिए। सबभन्दा पहिला तपाईँहरूको अघि पनि म भन्न चाहन्छु, यहुदा इस्करियोतीले चाहिँ किन चाहिँ प्रभु येशूलाई धोका दिए। किन? जबकि यहुदा इस्करियोती प्रभु येशूसँगै हुनुहुन्थ्यो। यहुदा इस्करियोती चेलाहरूमध्ये एउटा चेला हो र प्रभु येशूले आफ्नो चेलाको माझमा चेलासँगै हुँदाखेरि धेरैवटा कार्य गरेको छ। प्रभु येशूले बिमारीलाई निको गरेको छ, प्रभु येशूले अन्धोलाई आँखा दिएको छ, प्रभु येशूले प्यारालाइजलाई हिँड्ने बनाएको छ, हिँड्नु नसक्ने चल्नु नसक्नेलाई हिँड्ने बनाएको छ, प्रभु येशूले मरेकोलाई बिउताएको छ। इभन लाजरस 4 दिनहरूपछि पनि प्रभु येशूले चेलाहरूकै अगाडि नै उसलाई के गरेको छ, प्रार्थना गरेर बिउताएको छ। आश्चर्यको कामहरू गरेको छ। यति साह्रो ठुलो, जुन चाहिँ ठुलो काम चाहिँ मात्र परमेश्वर पुत्रले मात्रै गर्न सक्छ अथवा परमेश्वरले मात्रै गर्न सक्छ, त्यस्तो काम चाहिँ उसको आँखाकै छेउमा हुँदाखेरि पनि किन चाहिँ उसले परमेश्वरको पुत्र येशू मसीहलाई धोका दिए? प्रश्न है। किन चाहिँ धोका दिए? यो ठुलो, सबभन्दा ठुलो क्वेसन छ। र मैले यो कुरामा मेडिटेट धेरै गरेँ र गर्दै गर्दाखेरि चाहिँ मैले भने, प्रभु किन चाहिँ धोका दिए? वाइ? धोका दिने त केही रिजनै थिएन। म उसको जग्गामा भएको भए अथवा म जस्तो अरू मान्छे जो पनि उसको जग्गामा भएको भए धोका दिने त क्वेसनै आउँथेन। तपाईँले यस्तो ठुलो काम गर्नुभएको छ, त्यो कामको अगाडि चाहिँ हामी त 100% तपाईँलाई विश्वास गरिहाल्थ्यो कि तपाईँ नै परमेश्वर पुत्र हो, तपाईँ नै गड हो। अम्बो, यस्तो आँखाको अघि मरेको मान्छेलाई डङ जिउँदो बनाउँदाखेरि त हामी विश्वास गरिहाल्छ नि। तर वाइ यहुदा इस्करियोतीले चाहिँ गरेन भनेर मैले सोध्दै गर्दाखेरि पवित्र आत्माद्वारा एउटा सानो कुरा मेरो हृदयमा आइरहेको थियो। त्यो चाहिँ के हुनु भन्दाखेरि, किनभने अरू चेलाहरूले, आन्द्रियास, पत्रसले आफ्नो नेटलाई छोडे, आफूले माछा मार्दै गरेको जालीलाई छोडे, जेम्स, जनहरूले उसको पितालाई पनि छोडे, जेबेदीको छोराहरू जेबेदीलाई पनि छोडेर, जालीलाई पनि छोडेर आए। तर जब चाहिँ यहुदा इस्करियोतीको टर्न थियो नि, उसले छोडेन। के छोडेन? उसको बानी, उसको व्यवहारलाई कन्टिन्यू क्यारी गरे। र त्यो क्यारी गरेको कारणले गर्दाखेरि उसले त्यो बानी छोड्नु सकेन क्या। उसले त्यो बानी छोड्नु सकेन र त्यो बानी छोड्नु नसक्दाखेरि उसले कोही बेला प्रभु येशूको पकेटबाट, भनौँ न, एउटा स्पेयर पकेटबाट पैसा छोड्ने गर्थे, पैसा लिने गर्थे, लुकाउने गर्थे। र त्यो छोड्ने बानी चाहिँ उसले छोड्नु नसकेको कारणले गर्दाखेरि अन्तिमको दिनमा त्यही पैसाले गर्दाखेरि नै, त्यही लोभले गर्दाखेरि नै, त्यही उसको नराम्रो बानीले गर्दाखेरि नै के भएको छ, त्यहाँ एउटा ठुलो पापको सृष्टि भएको छ। जुन चाहिँ पापले गर्दाखेरि चाहिँ ऊ एकदमै धेरै गिल्टी भएको छ। र त्यो गिल्टले गर्दाखेरि नै उसको जीवनमा एकदमै नराम्रो दिनहरू आएर उसको जीवन मृत्युमा परिवर्तन भएको हामी देख्छौँ त्यहाँ। र म भन्न चाहन्छु एउटा कुरा के हुनु भन्दाखेरि, अहिलेको दिनमा हाम्रो जीवन, हाम्रो बेलामा पनि हामी हेऱ्यौँ भने चाहिँ के भइरहेको हुन्छ भन्दाखेरि, बिफोर ब्याप्टिजम प्रभुले सबै कुरा भुलाइदिइसक्नु भएको छ।
तपाईँले के गर्नुभएको थियो, तपाईँ मर्डर गर्नुभएको थियो कि तपाईँ एकदमै गुन्डा हुनुहुन्थ्यो कि होइन, तपाईँ एकदम खत्तम हुनुहुन्थ्यो कि तपाईँले कतिजना गर्लफ्रेन्ड बनाउनु भएको, कतिवटा बिहा गरेको, त्यो सबै कुरा प्रभु यीशुले बोलिसक्नु भएको छ। बट आफ्टर ब्याप्टिजम अल्सो इफ यु विल डु द सेम काइन्ड अफ थिङ्स, यदि तपाईँले त्यो बानीहरूलाई छोड्नु भएन, यदि तपाईँले त्यो व्यवहारहरूलाई छोड्नु भएन, यदि तपाईँले त्यो यहुदा स्कृति जस्तो आफ्नो पुरानो बानी स्वभावहरूलाई छोड्नु भएन भने, आजको दिनमा यहुदा स्कृति मृत्यु गिल्टले गर्दा भएको छ भने भोलिको दिनमा हाम्रो पनि त्यही हालत हुनु सक्छ। ठुलो कुरा छ। तर म भन्न चाहन्छु तपाईँलाई, यहुदा स्कृतिलाई चाहिँ परमेश्वरले अभियसली चुन्नु भएको थियो। किनभने कसै न कसैद्वारा त परमेश्वरको पुत्रलाई चाहिँ पक्राउ त पर्नु नै पर्छ। किनभने उसलाई पक्राउ परेन भने उसलाई कसरी मृत्यु हुन्छ र उसको बलिदान मृत्यु भएन भने हामी कसरी पापबाट छुटकारा पाउँछौँ। त के परमेश्वरले यहुदा स्कृतिलाई चाहिँ पापी बनाउनुको लागि नै चुज गरेको थियो भनेर मैले यो प्रश्न पवित्र आत्मालाई राख्दाखेरि पवित्र आत्माले मलाई के भन्नुभयो हृदयमा भन्दाखेरि, यस, यहुदा स्कृतिलाई चाहिँ परमेश्वरले चुज नै गरेको थियो कि तँद्वारा नै प्रभु येशू चाहिँ पक्राउ पर्छ। तर परमेश्वरले म फेरि पनि भन्दैछु, तर परमेश्वरले कहिले पनि यो प्लान चाहिँ गरेको थिएन कि यहुदा स्कृतिले अन्तिममा गएर चाहिँ प्रभु येशूलाई त बिक्री गरे, 30वटा चाँदीको सिक्कामा बिक्री गरे र त्यो 30वटा चाँदीको सिक्का चाहिँ पछि गएर फर्काइ पनि दिए। र त्यो 30वटा चाँदीको सिक्का फर्काउँदाखेरि उनीहरूले लिएन, तर पनि उसले त्यो 30वटा चाँदीको सिक्का चाहिँ त्यहीँ फ्याँकिदिए र उसले आएर के गरे, सुसाइड गरे। तर परमेश्वरको इच्छा चाहिँ उसले त्यस्तो गरोस् भनेको थिएन। यहुदा स्कृतिको अघि दुईवटा निर्णय थिए। जब चाहिँ उसले येशू ख्रीष्टलाई 30वटा चाँदीको सिक्कामा बेचिदिए नि, र जब उसले त्यो 30वटा चाँदीको सिक्का चाहिँ फर्काए, 30वटा चाँदीको सिक्का फर्काउनुको मतलब चाहिँ के हो भन्दाखेरि उसलाई थाहा भयो कि मैले गलत गरेँ। हि न्यू कि उसले चाहिँ के गरे, गलत गरे, हि डिड रङ भनेर चाहिँ उसलाई थाहा भयो। अब जब चाहिँ उसलाई थाहा भयो हि डिड रङ, मनमा दुईवटा कुरा आउँछ। जब चाहिँ उसलाई थाहा भयो मैले रङ गरेँ, गिल्ट आउँछ, गिल्ट एकदमै धेरै गिल्ट। र अर्को चाहिँ आउँछ पश्चाताप। तपाईँलाई थाहा छ गिल्ट र पश्चाताप भन्ने कुरा चाहिँ तपाईँले जहिले पनि केही नराम्रो कुरा गर्नुहुन्छ नि त्यतिखेर तपाईँले गिल्टी फिल हुन्छ। र गिल्टी फिल भइसकेपछि चाहिँ तपाईँलाई पश्चाताप गर्नु मनपर्छ, पश्चाताप प्रभुको अघि। त्यही भएर हामी बाइबलमा हेऱ्यौँ भने धेरैवटा ठाउँमा पश्चातापको कुराहरू पाउँछौँ। तर यहाँ हामीले के देखिरहेको छौँ भन्दाखेरि चाहिँ यहुदा स्कृतिले चाहिँ यी फिल गिल्टी, उसलाई गिल्टी चाहिँ लागिरहेको थियो, एकदमै धेरै गिल्ट लागिरहेको थियो। परमेश्वर पुत्र येशू ख्रीष्टलाई, स्वयं परमेश्वरलाई चाहिँ मैले चाहिँ के गरेँ, बिक्री गर्थेँ 30वटा चाँदीको सिक्कामा। मैले के पाप गरेँ यो भनेर उसलाई एकदमै गिल्ट फिल भइरहेको थियो। तर उसलाई पश्चाताप फिल नभएको कारणले गर्दाखेरि ही वाज फ्री टु टेक अ डिसिजन कि उसले पश्चाताप पनि गर्नु सक्थ्यो। तर पश्चाताप गर्नुको लागि चाहिँ येशू ख्रीष्ट चाहिँ त्यहाँ थिएन, जसको अघि गएर चाहिँ उसले प्रभु येशू मलाई माफ गरिदिनुहोस्, मैले भुल गरेँ। बट एट द सेम टाइम यु नो वाट, म तपाईँलाई ठुलो कुरा भन्दैछु, एकदमै दामी कुरा भन्दैछु। त्यो चाहिँ के हो भन्दाखेरि नि, मैले यहाँ के लेखिरहेको छु भन्दाखेरि यहुदा स्कृति बिट्रेड येशू जीसस क्राइस्ट one time, but Simon Petros betrayed Jesus 3 times. तपाईँलाई थाहा छ पत्रसले चाहिँ नि, सिमोन पत्रसले येशू ख्रीष्टलाई 3 पल्ट चिन्दैन भनेको, 3 पल्ट। यो कतिको ठुलो चाहिँ कुरा होला।
के यो कुरा प्रभु येशूलाई 30 वटा चाँदीको सिक्कामा बिक्री गरेको जत्तिकै ठुलो पाप होइन होला? यहुदा इस्करियोतीले प्रभु येशूलाई 30 वटा चाँदीको सिक्कामा बिक्री गर्थे। बिक्री गरिसकेपछि उसले फेरि त्यो 30 वटा चाँदीको सिक्का फेरि फर्कायो नि त। त्यसको मतलब हि फिल रिग्रेट नि त। त्यसको मतलब ऊ एउटा राम्रै मान्छे थियो नि त। त्यसको मतलब उसले प्रभु येशूलाई माया गर्थ्यो नि त। पत्रसले 3 पल्ट चाहिँ 3 टाइम्स, यो त प्रभु येशूको चेला होइन, आई डोन्ट नो हिम, म उसलाई चिन्दिनँ। एटलिस्ट यहुदा इस्करियोतीले म प्रभुलाई चिन्दिनँ, यीशुलाई चिन्दिनँ त भनेको थिएन। तर यहाँ पत्रसले 3 पल्ट चाहिँ म चाहिँ येशूलाई चिन्दिनँ, म चाहिँ चिन्दिनँ र म चाहिँ चिन्दिनँ भनेर 3 पल्ट पत्रसले प्रभु येशूलाई चिन्दिनँ भनेको थियो। तर वाइ पत्रस सर्भाइभ, किन चाहिँ पत्रस चाहिँ तर पनि बाँचे, किन चाहिँ पत्रस चाहिँ तर पनि माफी पायो? उसले किन पायो माफी? किनभने उसले माफ मागे, किनभने उसले पश्चाताप गरे। मैले हेर्दाखेरि नि यहाँ यहुदा भन्दा पनि ठुलो गुनाह पाप चाहिँ पत्रसले गरेको थियो। भुल त जोबाट पनि हुन्छ नि। के 12 जना चेलामा 12 जना चेलाहरू भागेन प्रभु येशूलाई पक्रिँदाखेरि? 12 जनै भागे नि त। के त्यो पाप थिएन? प्रभु येशू जो चाहिँ उनीहरूसँगै सबैजना चेलाहरूसँगै थियो, जसले शिक्षा दियो, जसले बचायो, जसले सबै कुरा खाने पिउने सबै कुरा हेऱ्यो, उनीहरू मात्रै होइन उनीहरूको परिवारलाई पनि हेऱ्यो। सिमोन पत्रसको सासू आमाको विषयमा पनि हामी बाइबलमा देख्छौँ। भन्नुको मतलब सिमोनको बुढी पनि थियो, नानी पनि थियो, उसको सासू थियो भने सबै परिवारलाई हेरेको कुराहरू बाइबलमा नलेखे तापनि हामी बुझ्छौँ कि प्रभु येशूले चाहिँ 12 जना चेलाहरूलाई खालि हेरेको होइन, तर उनीहरूको पछाडिको परिवारहरू पनि सबैजना हेर्ने चाहिँ प्रभु येशू थियो। पैसा दिनुपर्ने कहाँ के सबै म्यानेजमेन्ट चाहिँ प्रभु येशूले गर्नुहुन्थ्यो। र म के भन्न चाहन्छु भन्दाखेरि आजको दिनमा मेरो वचन लगभग सकिसकेको छ र धेरै इन्ट्रेस्टिङ थियो र धेरै सानो म राख्न चाहन्छु वचन। त्यही भएर म भन्न चाहन्छु तपाईँहरूलाई आजको दिनमा तपाईँ यो नहेर्नुहोस् 12 जनाकै गल्ती थियो। म भन्न चाहन्छु 12 जनाले नै येशू ख्रीष्टलाई छोडेर गएको मतलब चाहिँ के हो भन्दाखेरि डरलाई जित्नु दिनु। छोडेर जानुको मतलब चाहिँ के हो? 12 जनाले येशूलाई पक्रिँदाखेरि छोडेर भागेर जानुको मतलब चाहिँ के हो? म येशूलाई चिन्दिनँ भन्नु। 12 जनाले छोडेर जानुको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ तिमीहरूले येशूलाई जेसुकै गर तर हामी चाहिँ बाँच्नुपर्छ। छोडेर जानुको मतलब चाहिँ के हो? कि यु क्यान डु एनिथिङ विथ दिस पर्सन, तर हामीलाई चाहिँ छोडिदेऊ। दुःख चाहिँ यसलाई देऊ तर हामी चाहिँ शान्ति चाहन्छौँ। छोडेर जानुको मतलब त्यसको मतलब 12 जनामा 12 जनाले नै पाप गरेको थियो। त्यो पनि एकदमै ठुलो। तीमध्ये सबैभन्दा ठुलो पाप चाहिँ यहुदा इस्करियोती र पत्रसले गरेको थियो। यहुदा इस्करियोतीले एकपल्ट बेचे, येशू ख्रीष्टलाई बेचिदिए 30 वटा सिक्कामा, तर उसलाई रिग्रेट भयो, तर उसले माफ मागेन। पत्रसले 3 पल्ट चिन्दिनँ भने 3 पल्ट आई डोन्ट नो हिम, को हो मैले त कहिले देखेकै छुइनँ भनेर 3 पल्ट चाहिँ चिन्दिनँ भने। तर पनि पत्रस चाहिँ माफी पाए। पत्रसले के पाए? माफी पाए। किनभने उसले माफ मागे। आजको दिनमा डोन्ट ब्लेम योरसेल्फ। व्हाट वाज द मेन मेसेजेस? आजको दिनमा डोन्ट ब्लेम योरसेल्फ। जत्रै ठुलो पाप होस्, 10 जना नै मारेको होस् होइन, 10 वटा नै बिहा गरेको होस्, ओन्ली द थिङ इज द्याट त्यो पाप होइन भनेर भन्दिनँ। परमेश्वरले पनि भन्नु हुँदैन त्यो पाप होइन भनेर। तर परमेश्वरले एउटा कुरा भन्न चाहनुहुन्छ, त्यो पाप हो भनेर चाहिँ तिमीहरू रिग्रेट फिल गर। त्यो रिग्रेट फिल गरेर चाहिँ पश्चाताप गर। र पश्चाताप गऱ्यो भने चाहिँ तिमीहरू के पाउँछौ? तिमीहरू फगिभ हुन्छौ र तिम्रो आत्मामा तिमी शान्ति पाउँछौ। के पत्रसलाई पनि त्यस्तै मन दुखेको थिएन होला जस्तो यहुदा इस्करियोतीलाई
दुखे नि, तर उसले जब माफ मागे नि उसले आत्मामा शान्ति पाए। तर यहुदा इस्करियोतीले माफ मागेन, त्यही भएर उसले आत्मामा शान्ति पाएन। त्यो आत्मामा शान्ति नपाएको कारणले गर्दाखेरि उसले त्यस्तो स्टेप उठाए। तर प्रभु परमेश्वरको इच्छा चाहिँ के थियो भन्दाखेरि उसले प्रभु येशूलाई धोका दिए तापनि उसले चाहिँ पश्चाताप गरोस्, उसले चाहिँ माफ मागोस् र म उसलाई फगिभ गर्छु र उसले त्यस्तो काम गरे तापनि म उसलाई बचाउँछु र उसलाई फेरि पनि म प्रभुकै चेलामा कन्टिन्यू गर्छु भन्ने चाहिँ परमेश्वरको इच्छा थियो भनेर चाहिँ परमेश्वरको आत्माले मलाई भने। यहुदा इस्करियोतीलाई चाहिँ पापी नै मरोस् भनेर चाहिँ मैले त्यसलाई जन्म दिएको होइन, मैले त्यसलाई यो सृष्टिमा ल्याएको होइन। तर त्यसले पाप गरे तापनि त्यसले पश्चाताप गरोस् र म त्यसलाई क्षमा गर्छु, दिन्छु। मेरो प्लान चाहिँ त्यो थियो यहुदा इस्करियोतीपट्टि भनेर चाहिँ पवित्र आत्माले चाहिँ मलाई भने। र त्यही अनुसार चाहिँ हाम्रो जीवनमा पनि हामी जत्तिको ठुलो पाप गरे तापनि हामी के चाहिँ गर्नु पर्यो कि हामीले बुझ्नु चाहिँ पर्यो हामीले गरेको काम चाहिँ पापै हो है भनेर, है हामीले गरेको काम चाहिँ के हो, पापै हो भनेर चाहिँ हामी बुझ्नु पर्यो। त्यो कुरामा चाहिँ पश्चाताप गर्नु पर्यो र पश्चाताप गर्दाखेरि चाहिँ परमेश्वरले हामीलाई अवश्य जसरी पत्रसलाई माफ गरे, जसरी अरू चेलाहरूलाई माफ गरे, त्यसरी हामीलाई पनि 100% माफ गर्नुहुन्छ। किनभने परमेश्वर भलो हुनुहुन्छ, दयालु कृपालु हुनुहुन्छ र परमेश्वरले हामीलाई धेरै माया गर्नुहुन्छ। त्यही भएर परमेश्वरले हामीलाई अवश्य माफ गर्नुहुन्छ। र म आशा गर्छु आजको यो वचनबाट तपाईँहरूले र म आफैले पनि धेरै कुरा सिकेको छु र तपाईँहरूले पनि धेरै कुरा सिक्नुभयो होला भनेर। र फेरि पनि म भोलि यस्तो नै एउटा सानो वचन लिएर आउनेछु र तपाईँहरूको अघि राख्नेछु। र प्रभु येशू मसीहले तपाईँहरू सबैजनालाई फेरि पनि आशिष दिएको होस्। सबैजनालाई प्रभु येशू मसीहको नाममा न्यानो अभिवादन फेरि पनि म तपाईँहरू सबैजनालाई जय मसीह भन्न चाहन्छु। जय मसीह।